पाउनु पर्यो नि होइन। हजुरलाई भोट हाले बापत यस्तो चाहिँ भएको है, हामीलाई यस्तो चाहिँ विकास भयो अहिलेसम्म देख्न गयो भनेर भन्ने अवस्था नआउनको लागि अहिलेसम्म तपाईँले के गर्नुभयो एउटा भनिदिनुहोस्, अब के गर्नुहुन्छ त्यो भनिदिनुहोस्। यो गाउँको लागि मात्रै अब के गर्नुपर्छ तपाईँ यस्तो सर भनेको कुरो त माग केही पनि पुरा हुँदैन। होइन यस्तो हुन्छ कि सर तपाईँले अहिले बोल्नुहुन्छ नि त्यो चुनावपछि पुरा गर्नुहुन्छ भन्ने आधार के हो त? आधार के छ? म तिम्रो प्रश्न उत्तर दिन्छु। म राजेन्द्र सरसँग नजिक हुँदै गर्दा हेर है, म तिमीहरू नि यहीँ बस्ने, मेरो भाइ भतिजा, म नि यहीँ बस्ने मान्छे होइन। राइनी सरले गर्नुभएको काम म राइनी सरसँग नजिक हुँदै गर्दाखेरि 5.5 करोड सङ्घीय सांसदबाट राजेन्द्र सरले र गङ्गा सरले केौरिनटार भुतिया जोड्नेको बाटोको लागि हालिदिनु भयो 1 नम्बर। 2 नम्बरमा खैढुङ्गाको खानेपानीको लागि 20 लाख रुपियाँ हाल्नुभयो। 3 नम्बरमा जीवनाथ खतिवडा भन्ने यहाँ मेरो काका बा हुनुहुन्छ, उहाँकोले सर्वोच्चमा पुल रोकियो भुतियाको भनेर निवेदन पेश भएको सोमनाथ सुवेदी मुख्यमन्त्री हुनुहुन्थ्यो। 3जना सभासद धादिङले सिफारिस तोक लाएर माथिबाट फाइदा होइन मुख्य सचिव हुँदाखेरि तोक लाएर भुतियाको पुल बनाइदिनु भयो। यति काम गर्नुभयो, यति काम सम्मानित तरिकाले गर्नुभयो। अब सुन अब के गर्नुहुन्छ? पुलबाट हामी बोल्न त मिलाएर बोलौँ न सबैजना। बाटो कसले बनाइदिनु? सुन खोइ हेर पुलसम्म जाने बाटो पनि चाहियो। दुईटा मात्र हामी बनाउने। पल्लो गाउँमा 4वटा बाटो छ एउटा पुलमा जाने, हाम्रो चाहिँ एउटा भएको पुलमा पनि बनाउनु भएको छ। अब किन अब 30औं वर्ष खोइ बनाउनु भएको, अब चाहिँ किन त फेरि यो भएन भाइ, यो भएन, यो अलि भएन। अब भुतियाको बाटो पिच गर्ने, भुतियाबाट झोलुङ्गे पुलसम्म बाटो ढलान गर्ने, कहिले त्यही भएर गर्ने यो कार्यक्रममा डेट कहिले गर्ने? तिमीहरूलाई गर्दा 3 वर्ष 3 वर्ष आए भए हामी 3 वर्षपछि तपाईँलाई भोट हाल्छौँ। त्यसो भए हो ठिक। 3 वर्षपछि किनभने यो फेरि त्यो त हुन सक्ने भयो नि सर। तपाईँले फर्केर यता बस्दै गर्दा हेर्दै गर्दाखेरि गङ्गालाल सरको त घरै त्यहीँ। यो गाउँलाई यो गाउँ हेर्नुहोस् यहाँ 20-30वटा घर छ। 1 रुपियाँ बजेट अहिलेसम्म परेको छ भने केमा कुन शीर्षकमा पार्नु भएको छ बोल्नुहोस् न ल। तपाईँ 30औं वर्ष चाहिँ यहाँको सांसद हुनुभयो। त्यस्तो हुँदैन क्या, उतापट्टि पल्लो गाउँ बन्छ ओल्लो गाउँ बन्छ, यहाँ बिचमा चाहिँ किन यस्तो हो क्या, विकास भन्ने कुरो जनताले माग्ने कुरो होइन के, जनताले माग्ने होइन नि त। विकास त नेताले आफूले गर्ने हो के। गर्न पाइन्छ हजुर, स्वतन्त्र आफ्नो स्वतन्त्र पाइन्छ, नगरी पाइन्छ। केउरी सारा जस्तो रिङ रोड यहाँ बन्न सक्दैन, ठाउँै पुग्दैन। हामीलाई रिङ रोड चाहिएको छैन हजुर, हामीलाई रिङ रोड चाहिएको छैन। यो शाखा बाटो म जन्मिनुभन्दा अगाडि यहाँ बाटो अहिलेसम्म के भयो त? यो यो पुल अहिले बनाएन, 70 सालमा उहाँ निर्वाचित भएर गएपछि बनायो झलुङ्गे पुल हो। झोलुङ्गे पुल झोलुङ्गे पुल त ठिक छ, धन्यवाद छ, त्यसलाई धन्यवाद भनिसक्नु हामीले। रिङ रोड चाहियो होइन, रिङ रोड किन चाहियो? उहाँ जाने बाटो ढलान हुन्छ भनिरहेको छ। होइन यो बाटो पुल गर्ने हाम्रो केही बनेको गर्ने के हो त अब? पुल बनेको के कार्यकाल भयो भन्नु त? उहाँहरूले वर्ष थाहा हुन्छ। हो अनि आज कति साल हो? आज 82 साल हो। अनि अहिलेसम्म किन ढलान के भएन? हेरेर बसिरहेको छ? होइन अहिलेसम्म चाहिँ किन ढलान भएन त? पुलसम्मको बाटो हाम्रो भाइ हामीले प्रश्न नेतालाई गरे हो, अरूलाई गरे होइन नि फेरि। तपाईँको गाउँको पुल परेको 4 महिनामा बाटो ढलान भयो, मेरो 10 वर्षमा किन भएन? किन भएन? तपाईँले राजनीति गरेर तपाईँको प्लेन डाँडा कि भुटापट्टि पनि कसरी यहाँ खोइ त यो बाटो देख्नु वारिपट्टि किन भएन त अहिलेसम्म 7 वर्षमा? तपाईँ राजनीति गर्ने आफ्नो ठाउँको लागि चाहिँदैन। हामी चाहिँ मान्छे होइन, जनता होइन हामी। आवश्यकताको आधारमा तपाईँको बाटो बनेको छ नि पुल होइन, हाम्रो पनि पुलमा जाने बाटो बनाउनु भएको छ। तपाईँ हिँड्नु भएको छ नि यो बाटो। if you vote or if you don't vote, it is your decision. You can decide it. तपाईँलाई त्यस्तो हामीले भन्नु खोजेको, तर काम त गर्नु पर्यो नि। तपाईँलाई भोट हाल्नलाई काम त गर्नु पर्दैन के? होइन चाहिने भन्दा बढी गरेर नै मेरो समस्या काम कहिले हुन्छ त? त्यो पुलमा जाँदाखेरि गर्ने कुरोलाई एउटा कुरो म कामै गर्न ल्या हो क्या? तिमीले डिसाइड गराउन ल्याथ्यो भने म यहाँ सरहरूलाई ल्याउँदिन थियो होला। यो तिमीले यहाँ सुन गर्नै भनेर ल्या हो क्या? सोध्न त पाइयो गरे कि होइन, प्रश्न गर्न त पाइयो नि। हामीले प्रश्न गर्ने होइन, उहाँलाई गर्न त पाउनु पर्यो नि हामीले त्यो कुरो त। बनाउनै लाग्यो त अनि। त्यही हामीले कहिले भनेको हो अब यो 4 महिनामा बन्यो, हाम्रो 10 वर्ष बनेन, अब कहिले बन्छ भनेर 4 महिना त 4 मिटर 40 मिटर अब बनाउने हो क्या? तिमीले सपोर्ट गराउनु भनिहाल्छ नि बाटो परेन त अनि कुरा गर्नु बाटो भन्छ। सपोर्ट गर न। यो बनाउने भनेको सपोर्ट त अहिलेसम्म गरिरहेको हो नि। अहिलेसम्म त 20 वटा सबैले बोलेर बसेको नि अङ्कल होइन र? आफ्नो सरकारलाई मात्र नबोल्नु न।
ओलीले केही गर्न नसके नि अलि भएन क्या बाटो त बनाउन सकिन्छ नि अलिकति सृजनात्मक भएर सोच्ने र सोध्ने प्रश्नहरू बुझ्ने गर्नुपर्छ यति कुरा तपाईँ ठिक छ तपाईँको गाउँमा राजनीति गर्दैछ भाइ भइगयो त यो पुलको पुल जाने बाटो बने छैन भन्दाखेरि बनाउनु नै लाग्यो त हो त यार कहिले बन्छ मैले त्यही त सोधिरहेको छु कहिलेसम्म बनाउनुहुन्छ त सोधेको छ यो गर भनेर भन्न सकिन्छ के बन्द गर्नुहुन्छ भनिदिनुहोस् यस्तो क्या यो भाइ भतिजाहरू हामी आफ्नै भइसकेपछि सर्किनु पर्ने कुरो होइन कहिले बन्छ भनेर उसले सोध्दै गर्छ त्यस्तो हो उसको सरसँग हामीले सोध्न पाउने अधिकार हुँदैन र हुन्छ नि हो त्यही मात्र होइन वैचारिक हाम्रो ठाउँमा यो भएन हो त्यही कुरो त गर्दै हो त्यही त हो कुरा भन्नुभएको छ धन्यवाद यहाँ तपाईँहरूको गाउँमा गर्नुपर्ने काम यो बाँकी रहेछ भनेर मैले बुझेँ यो कुरा हुन्छ सुन्नु न तपाईँले अर्को सहकारीको कुरा गर्नुभएको थियो सानो किसान सहकारी देख्नु भएको छ तपाईँले बनाउनु भएको होला सायद होइन त्यहाँ कति राजनीति छ थाहा छ तपाईँलाई हामी अरूको पार्टीको सदस्य भएको अथवा अर्को भोट हालेको नाताले त्यहाँ काम गर्न पाइँदैन कति गाह्रो छ मैले चाले राजनीति होइन नि भाइ तपाईँ पनि नागरिक हो नि तपाईँले पनि लाग्नु पर्यो नि त यो त यहाँ अब भित्रभित्र भए राजनीति नागरिकले हेर्ने कि नेताजीहरूले हेर्ने त तिमीहरू यदि जेन्जी हो भने त्यो साना सानो जलाइदिए नि हुन्छ ल जलाइदिए नि हुन्छ सकेन गर्न सकेन हामी यहाँ थिएनौँ नि त सरलाई भनेर हुन्छ हामी यहाँ थिएनौँ नि त अनि खुवाउँदेऊ जितको शुभकामना नागरिक शुभकामना तपाईँलाई बराबर गर्नुहोस् कोही बोल्न जान्ने खालको मान्छे जन्मेको हुन्छ कोही बोल्न नजान्ने खालको समान व्यवहार गरिदिनु मान्छेलाई एक समान हेरिदिनु सबैलाई जनता सबै एकै हुन् सबैले एक समान हेरिदिनु काम गर्ने हामीले नै हो अरूले गरे पनि छैन यो ठोकेर धारिङमा हामी भन्छौँ तपाईँहरूको भएको छैन गरौँला भोट तारालाई हाल्नुहोस् विकास हुन्छ अन्त दायाँ बायाँ कुरा नगर्नुहोस् तपाईँहरूको चाहना विकासको चाहना हामी सम्मान गर्छौँ ल है नागरिक शुभकामना